हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल र आज चाहिँ तपाईँलाई एउटा यस्तो खालको रेस्टुरेन्ट बनाउँदा यति दामी रेस्टुरेन्ट रहेछ है यो चाहिँ कालिम्पोङमै नजिकमै छ नोबेल्टीको अगाडि यसको नाम थियो यति ब्रेस्टो ब्युटिफुल छ हेर्नुहोस् भित्रको दृश्य वा एकदमै दामी लाग्यो मलाई एकदमै ब्युटिफुल्ली वेल डेकोरेटेड रेस्टुरेन्ट र आज चाहिँ हामी यहाँ किन आएको भन्दा चाहिँ अस्ति एडमा देखेको थिएँ मैले है र विशेष हाम्रो जुन चाहिँ एनिभर्सरीको जुन चाहिँ सेलिब्रेसन छ र सेलिब्रेसन मनाउन हामी हस्बेन्ड एन्ड वाइफ मेरो मिसेस त आएको र यहाँको दृश्य तपाईँलाई देखाउँदैछु हेर्नुहोस् यो ब्युटिफुल छ नि आमा भित्रको दृश्य हेर्नुहोस् न आमा ब्युटिफुल्ली डेकोरेटेड इनसाइड दिस यति ब्रेस्टो यो रेस्टुरेन्टको नाम चाहिँ यति ब्रेस्टो रेस्टुरेन्ट एन्ड बार जस्ट ब्लाइन्ड स्कुल जाने माथि पर्छ बाटोको माथि यो तपाईँको ट्रेन छ नि रिलायन्स ट्रेनको ठिक टप फ्लोरमा रहेछ यो यहाँ दृश्य पनि देखाउँछु तपाईँलाई नोबेल जाने बाटो र अब चाहिँ हामीले अर्डर गरेका छौँ र अब हामीले अर्डर गरेको अनुसार चाहिँ डिनरहरू छ हामी लिनेछौँ र पहिला स्टार्टरदेखि सुरु गर्नेछौँ है र अब चाहिँ हामी यहाँनिर हाम्रो रेस्टुरेन्टमा आएका छौँ हामी आजको डिनर चाहिँ हामी यहाँ यो नयाँ रेस्टुरेन्ट रहेछ यति ब्रेस्टो भन्ने यो तपाईँको ट्रेन्सको नोबेल पर्छ नोबेल्टीको छेउमा ट्रेनको माथि रिलायन्स ट्रेनको ब्युटिफुल रहेछ तपाईँलाई देखाउँदैछु मलाई चाहिँ एकदमै मन पऱ्यो यो ठाउँ इट्स भेरी ब्युटिफुल beautifully decorated बाटो देखिहाल्नु भयो र हाम्रो स्टार्टर पनि आएको छ चिकन लेग्स पनि आयो चिकन चिकन ललिपप पनि आयो र त्यसमा चिजमा चिकन लेग्स पनि आएको छ विङ्स हेरौँ यहाँ यति विङ्स पनि ब्रेस्टोको कस्तो हुँदो रहेछ लिनेछ हामी चिकन विङ्स र हामीले यो गार्लिक नान पनि अर्डर गऱ्यौँ र यो लन्च डिनरमा यही लिनेछौँ र एकदमै दामी रहेछ यो विशेष पुरा एप्रिसिएट गर्यो अब म पनि टेस्ट गर्दैछु है र कस्तो छ यसको हेरौँ है दामी 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 मिठो लाग्यो यसरी अघि यसरी खिच्नु पऱ्यो मैले यस्तो भित्र आयो क्या र हामीले खानासाना पनि ल्याउँ है डिनर पनि ल्याउँ र रास राउन्ड लगाएर जाँदैछौँ यहाँको दृश्य देखाएर तपाईँलाई र ओपनिङ आजको एनिभर्सरी जुन चाहिँ डिनर थियो यहाँनिर समाप्त गर्न लागिरहेछौँ है ह्याप्पी एनिभर्सरी टु अस भनौँ है यो चाहिँ हो मेन जग्गा रिलायन्स ट्रेनको माथि छ तपाईँलाई देखाउँदैछु है इट्स अ ब्युटिफुल रेस्टुरेन्ट र तपाईँहरू आउनुहोस् बाई एभ्री वान थ्याङ्क्स फर वाचिङ